लास्ट टाइम हामीले इलिस्ट्रेटरको सिलेक्सन टुल, डाइरेक्ट सिलेक्सन टुल, पेन टुल एन्ड कर्वेचर पेन टुल, टाइप टुल हामी सबै सिकेको थियौँ भने आज हामीले सिक्नेछौँ लाइन सेगमेन्ट है। एन्ड यो लाइन सेगमेन्ट टुल्सहरू एकदमै इम्पोर्टेन्ट छ एन्ड हजुरहरूलाई काम गर्दाखेरि एकदमै यिनीहरूले हेल्प गराउँछ। सबैभन्दा धेरै युज हुने लाइन सेगमेन्ट एन्ड रेक्टेङ्गल टु ग्रिड टुल हो र यो सबै टुल्सहरूको बारेमा आज सिकौँ है त। सो लाइनले के गर्छ, बेसिकली एउटा पहिला पाथ ड्र गर्छ। यो हाम्रो पाथ हो र पाथमा हाम्रो स्ट्रोक पनि छ है। स्ट्रोकलाई यहाँबाट बढाउनु पनि मिल्छ एन्ड आफूलाई जस्तो चाहिएछ त्यसरी हामीले ड्र गर्न मिल्छ। र सिफ्टसित मैले ड्र गरेँ भने एकदम एक्ज्याक्ट स्ट्रेट आउँछ एन्ड दुईटालाई यसरी हामीले राखेर काम गर्न सक्छौँ। यो जोइन्ट गर्न पनि अहिले नै सिकाइदिन्छु। हुन त पछि हाम्रो छुट्टै टुल्स पनि छ यहाँनिर जोइन्ट टुल हैन, बट अहिलेलाई यो हेरिहालौँ। डाइरेक्ट सिलेक्सनमा जाने, दुईटालाई सिलेक्ट गर्ने, राइट क्लिक एन्ड यहाँनिर छ जोइन। जोइन गरेपछि यो जोइन हुन्छ एन्ड यहाँबाट देख्न सक्नुहुन्छ ड्र्याग यसरी गर्न सकिन्छ है त। सो जोइन पनि गर्न सकिन्छ, ब्रेक पनि गर्न सकिन्छ। ल अब एक्चुअल युजको कुरा गर्ने हो भने धेरै ठाउँमा युज हुन्छ। जस्तै यसको मैले यहाँनिर डुप्लिकेट गरेँ एन्ड कन्ट्रोल टी गरेर मल्टिपल टाइम्स डुप्लिकेट गरिसकेपछि यसमा मैले टेबल पनि बनाउनु मिल्छ यहीँबाट है। टेबल कसरी बनाउनु त, यसैलाई कपी गर्ने एन्ड यहाँबाट यसरी भर्टिकल ट्याक्क यसरी राखिदिने एन्ड यसैलाई फेरि डुप्लिकेट गरेर राइट साइडतिर। अब आफूलाई कतिवटा चाहिएछ त्यतिवटा मात्रै राख्ने, नचाहिएको पार्टलाई तपाईँले यहाँ फाल्न सक्नुहुन्छ। बट यो सबै हामीले ग्रिड टुलबाट बनाउनु पनि एकदमै सजिलो हुन्छ। बस हजुरलाई भन्न खोजेको कि यसबाट पनि हामीले यस्तो यस्तो खालको बनाउन सक्छौँ है। सबैलाई सिलेक्ट गर्ने एन्ड यहाँबाट यसको स्ट्रोकलाई सानो गरिदिने। ठिक छ ल। अब यसपछि चाहिँ नेक्स्ट टुल हाम्रो यहाँनिर आर्क टुल। अब आर्क टुल कस्तो खालको हो एन्ड केमा युज गरिन्छ भन्दा क्लिक गरेर ड्र्याग गर्ने हो भने यसरी हामीले यसरी आर्क बनेर आउँछ हैन। एन्ड मैले यसलाई एफले फ्लिप पनि गर्न मिल्छ, कुन साइडबाट गराउने हो यसरी। र सिफ्ट प्रेस गरेर गर्नु भने यसरी तपाईँको स्ट्रेट जान्छ है। सो मैले अहिलेलाई यति नै राखिदिन्छु। डाइरेक्ट सिलेक्सन लिएँ एन्ड क्लिक गऱ्यो भने हामीसँग दुईटा पोइन्ट छ, दुईटालाई यसरी एडिट पनि गर्न मिल्छ है। एन्ड त्यस्तै गरी मैले यसलाई यहाँबाट फ्लिप गरेर यसरी फ्लिप गरेर फेरि मैले यहाँबाट जोडेर यसरी पाथ अथवा जस्तो सुकै हामीले सेप्सहरू बनाउनु मिल्छ है। कन्ट्रोल सी कन्ट्रोल एफ गर्ने, यहाँबाट सानो गरेँ। सो यस्तो सिचुएसनमा पनि यो टुल काम लाग्छ। त्यस्तै गरी अब यसको लेफ्ट क्लिक गर्ने हो भने सिलेक्ट गरेर यहाँनिर एउटा टाइपमा अप्सन छ ओपन एन्ड क्लोज। ओपन गऱ्यो भने अघिनको जस्तो जोइन्ट नभइकन आउँछ, क्लोज गऱ्यो भने सबै साइडबाट जोइन्ट हुन्छ है। सो क्लिक गरिदिने, यसरी फुल आयो। अब मैले यसलाई कुनै ड्र्याग गरेँ भने अटोमेटिक यो फिल भएर आउँछ। ठिक छ। एफ प्रेस गऱ्यो भने मैले अघि नै भनेको थिएँ फ्लिप हुन्छ। एन्ड यहाँनिर चाहिँ स्लोप दिएको छ, त्यसको यहाँनिर जुन घुमेर आएको थियो नि हो त्यसको स्लोप कति राख्ने भनेर यहाँबाट हामीले डिसाइड गर्न मिल्छ। अहिले आवश्यक छैन, बट आफूलाई कति चाहिएछ त्यो अनुसार राख्न सकियो। मैले जस्तै 3 गरेँ, स्लोप कम आयो। फेरि लेफ्ट क्लिक गर्ने, मैले यसलाई यहाँबाट अराउन्ड 70 गरिदिएँ भने ओके गर्ने, अब अलिक बढी स्लोप भएर आयो है। फेरि लेफ्ट क्लिक गर्ने। अब यसपालि मलाई क्लोज चाहिएन, सो यहाँ फेरि म ओपन गर्न सक्छु, बाँकी लेन्थ विथ दिएकै छ। सो यहाँबाट हामीले यसरी गर्न सकिन्छ है त। ल यति नै हो यसको युज। अब यसपछि नेक्स्ट छ यहाँनिर स्पाइरल। क्लिक गरेर ड्र्याग गर्ने हो भने हामीले यो स्पाइरल पाउँछौँ यसरी। र यसको युजको कुरा गर्ने हो भने धेरै ठाउँमा युज गरिन्छ। अब आफ्नो क्रिएटिभिटीमा डिपेन्ड हुन्छ। जस्तै मैले सिलेक्ट गरेर अब मैले यसमा टाइप अन पाथ गरेँ भने मैले योभन्दा अगाडिको भिडियोमा पनि गरेको थिएँ। जस्ट पाथमा क्लिक गरिदिएपछि यसरी हामीले टेक्स्टहरू पनि लेख्न सकिन्छ है। र यसलाई हामीले डिफ्रेन्ट तरिकाले ड्र गर्न सकिन्छ। जस्तै क्लिक गरेर ड्र्याग गर्यो भने यो नर्मल भयो हैन, बट कन्ट्रोलसँग गऱ्यो भने यसरी बराबर ड्र गर्न मिल्छ। यसरी हामीले ड्र गर्न मिल्छ। अब मैले यसलाई सिलेक्ट गर्छु एन्ड स्ट्रोकमा गएर यहाँबाट एउटा एरो दिन्छु। एरो आयो, अर्को डिजाइन दिन छ, अब यो वाला एरो पनि दिन सकिन्छ। यसको स्केललाई यहाँबाट पनि घटाउनु मिल्छ है। ल यसरी युनिफर्म छ, युनिफर्ममा मैले अरू डिजाइनहरू दिन मिल्छ यसरी। ओके, यहाँबाट चाहिँ सानो हुँदै ठुलो गएको छ। सो यस्तो ड्रहरू पनि हामीले स्पाइरल थ्रो गर्न सकिन्छ। एउटा लास्ट छ स्पाइरलमा छुटेको कुरा, क्लिक गरेर ड्र्याग गर्ने एन्ड इफ तपाईँले एरो यसरी एरो प्रेस गर्नुभयो भने घटाउन वा बढाउन सकिन्छ है, कतिसम्म बढाउने यसरी। एन्ड अप र डाउन एरोले गर्न सकिन्छ। अघि मैले भनेको थिएँ अप डाउन र एरोले यसरी चेन्ज गर्न सकिन्छ है। ल यो दुईटा भयो। मैले यहाँ बनाउँदै गएको छु यसको है कतिसम्म अब के बनाउन सकिन्छ त्यो सबै कुरा यहाँनिर छ।
देन यसपछि अर्को छ यहाँनिर रेक्टेङ्गुलर ग्रिड टुल, एकदमै इम्पोर्टेन्ट। क्लिक गरेर ड्र्याग गर्ने, यसरी हामीले टेबल बनाउन सकिन्छ। लेफ्ट क्लिक गरियो भने यहाँनिर अब तपाईँले कतिवटा होरिजेन्टल डिभाइडर्स र भर्टिकल डिभाइडर्स राख्ने हो त। जस्तै मैले यहाँनिर 10 गरेँ भने अब यहाँनिर के गर्नुभयो, होरिजेन्टल भने चाहिँ 1300 काट्ने भयो। 1300 मा 10 वटा है। एन्ड यसलाई यहाँबाट अलाइनमेन्ट गरेर इजिली चलाउन सकिन्छ। अहिले यो ग्रुपमा छ। अब जस्तै मलाई बिल डिजाइन गर्न छ भने अहिले ग्रुपमा छ है। अब यसलाई डिलिट गर्न छ भने दुईटा तरिकाले गर्न सकिन्छ। फर्स्टमा अनग्रुप सिलेक्ट गर्ने, अनग्रुप गर्ने एन्ड यहाँबाट यसरी सिधै डिलिट गर्न सकिन्छ। आफूलाई कति चाहियो यसरी गर्न सकिन्छ, ठीक छ। एन्ड सेकेन्ड छ डाइरेक्ट डबल क्लिक, अनग्रुप पनि गर्न परेन, सिधै डबल क्लिक गरेर भित्र जाने एन्ड यसलाई सिलेक्ट गरेर यसरी लेफ्ट साइडतिर ड्र्याग गर्न सकिन्छ। आफूलाई कति चाहिएछ हामीले यहाँबाट इजिली गर्न लिन सक्छौँ। ल यति ल्याउने एन्ड यति पार्टलाई पनि डिलिट गरिदिने, तलको दुईटा पार्टलाई पनि मैले यहाँ यसरी तानिदिन्छु एन्ड यसलाई पनि सिलेक्ट गरेर यहाँबाट माथि लिन सकिन्छ है त। ल बिल हाम्रो रेडी भयो। धेरै सजिलो हुन्छ रेक्टेङ्गुलर ग्रिड टुलको थ्रो। सो यो टुल पनि तपाईँले लिन सक्नुहुन्छ है। अब यसपछि लास्टको छ पोलर ग्रिड टुल। अब पोलरले के गर्छ त, यहाँनिर क्लिक गरेर ड्र्याग गर्ने भने हामीलाई यसमा ग्रिड आएको छ है, पोलर ग्रिड। अब यसमा हेर्ने हो भने सिम्पलमा के छ त, हामीलाई ग्रिड दिएको छ सर्कलको फर्ममा हैन, इलिप्सको फर्ममा। बट यही ग्रिड अब हामीले यहाँबाट डिफ्रेन्सिएट गर्न सक्छौँ। जस्तै अब यहाँबाट लेफ्ट क्लिक गर्ने अनि यहाँ हाम्रो अप्सन खुल्छ। 5x5 छ, यहाँ पनि 5 वटा तपाईँको इलिप्स छ हैन, स्ट्रोकमा छ भने हामीसँग यहाँ 5 वटा लाइनिङहरू पनि दिएको छ, पोलरहरू दिएको छ। त यहाँबाट अब मैले रेडियसलाई कम गरेँ भने 3 मा के भयो त तपाईँको लाइनिङ कम आयो। फेरि लेफ्ट क्लिक गर्ने, डिभाइडर्स कम राख्न छ, मैले 1 राखिदिन्छु। अब सिंगल लाइनमा मात्रै आउने हो यसरी। फेरि लेफ्ट क्लिक गर्ने, यहाँबाट तपाईँले 5 राखेर पनि 5 अथवा यसपालि 10 राखिदिउँ, 10 वटा डिभाइडर आयो। लेफ्ट क्लिक गर्ने, फेरि रेडियल डिभाइडर 8 वटा, यसरी गर्न सकिन्छ है। एन्ड लेफ्ट क्लिक गर्दाखेरि सुरुमा अब फिल ग्रिड गर्नुभयो भने फिल ग्रिडमा आउँछ, बट क्रिएट कम्पाउन्ड पाथ फ्रम इलिप्स गर्नुभयो भने हेर्नु त अब के आउँछ, यसरी तपाईँको फिल हुन्छ बीचबाट। यसलाई मलाई भित्रको चाहिएन यो हैन, डबल क्लिक गर्ने, भित्र आइयो एन्ड भित्र आइसकेपछि यसलाई क्रिएट गर्न सकिन्छ। डबल क्लिक एन्ड यो हाम्रो भयो, ठ्याक्कै डार्टबोर्ड जस्तो बनेको छ यो। यसरी हामीले इजिली गर्न सकिन्छ। एन्ड यसलाई मैले जस्तै प्याटर्नमा कन्भर्ट गर्न छ, प्याटर्नमा पनि कन्भर्ट गर्न सकिन्छ। त्यसको लागि अब्जेक्ट एन्ड अब्जेक्ट प्याटर्न मेक, ठीक छ। एन्ड देन ओके गरिदिने, प्याटर्नमा बन्यो। अब प्याटर्नमा पनि कुन प्याटर्न युज गर्ने हो त्यो हामीले यहाँबाट इजिली गर्न सक्छौँ। अहिले त जस्ट हजुरलाई यो डेमो हो, पछि म बिस्तारै यसको बारेमा पनि डिटेलमा भन्ने छु है। यो गरिसकेपछि डन गरिदिने एन्ड यो हाम्रो यहाँनिर स्विचेसमा सेभ भएको छ हो यो वाला। अब रेक्टेङ्गल लिने एन्ड एउटा क्लिक गरेर ड्र्याग गर्ने एन्ड मैले यसमा प्याटर्न अप्लाई गरिदिन्छु है। सो यसरी हामीले प्याटर्न युज गर्न सक्छौँ है। र यो के को थ्रो बन्यो त, यो बन्यो हाम्रो पोलर ग्रिडको थ्रो। सो आजको लागि यति नै। आई होप हजुरहरूले यो भिडियो एकदम हेल्पफुल लाग्यो होला। हेल्पफुल लागेछ भने आफ्नो साथीहरूसँग पनि भिडियो सेयर गरिदिनु होला एन्ड कमेन्ट गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।